बेरोजी हेऱ्यो भने खरबौं अरबौं रुपियाँ छ। यो त तपाईहरुले लाज मान्नुपर्ने विषय हो कि होइन? महालेखा परीक्षकको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन तपाईहरु। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरु काम भएको छैन। यसले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार छानबिन गर्न भनेर जाने यहाँबाट मान्छेहरु लास्टमा त्यही एयरपोर्टको ठेक्कादार जो बसेको छ, एयरपोर्टको ठेक्कादार जो छ उसैले भन्देको होटलमा गएर बास बस्ने भन्ने हुन्छ। पहिला सुरुमा चाहिँ यो मुख मिठाएर जाने काम चाहिँ बन्द गर्नु पर्यो। मलेपका मान्छेहरु जाने बेलामा चाहिँ यति धेरै तयारी गरेर अहिले यसो जिल्लातिर यसो चाहिँ हेर्यो भने सम्बन्धित कार्यालयहरुमा चाहिँ यसो हेर्यो भने त्यतातिर चाहिँ मलेपका मान्छेहरु जाने सन्दर्भमा चाहिँ बडो ठुलो चाहिँ तयारी गरेको चाहिँ यसो देखिन्छ यो जिल्लातिर जाने बेलामा चाहिँ। अहिले यसो तपाईले भन्नुभयो यो चाहिँ अहिले हामीले यहाँ हेरेका छौं यहाँ यो 7 खर्ब 33 अर्ब भन्दा बढी चाहिँ बेरोजगारहरू छ भनेर भनिएको छ। यो कसले गरेको बेरोजगार? यो कोही कोरोना जस्तो अर्को कुनै भाइरस जस्तो अप्रत्याशित ढंगबाट कहीँ कतैबाट आएको हो कि यो कसैले रचना गरेको त हो? कसैले न कसैले यो काम गरेको त हो? यो काम कसले गरेको त्यसमा? हैन, यो काम त कसैले न कसैले गरेको। यो काम गर्दाखेरि नीतिको अभाव हो भने त्यो हामीले भन्नुस् हामीले गर्नुपर्ने विषय के हो? सांसदहरूले गर्नुपर्ने विषय, अहिलेको सरकारले गर्नुपर्ने विषय, अहिलेको सदनले गर्नुपर्ने हो। वा असल नियतको अभाव हो भने चाहिँ यसो किन भइरहेको छ? आफूलाई इन्ट्रेस्ट लागेको विषयमा चाहिँ यसो लेखापालहरूको एक्टिभिटिज हेर्यो भने झोलामा चेक बोकेर आफूलाई इन्ट्रेस्ट लागेको विषय छ भने राति 12 बजे पनि गएर चेक काट्ने। तर इन्ट्रेस्टको विषय छैन भने त्यो कलेजो दिनु परेको जस्तो, किडनी दिन परेको जस्तो चाहिँ यो कार्यक्रमहरू सम्झौता गर्ने सन्दर्भमा आम जनताका उपेक्षित उत्पीडितका पिछडा वर्गहरूका प्रोग्रामहरू सम्झौता गर्नुपर्ने सन्दर्भमा वा कुनै इन्ट्रेस्टहरू नमिल्ने भयो भने ती साना प्रोग्रामहरू जम्मै चाहिँ यसै फ्रिज किन जान्छ? त्यसो लेखापाल साथीहरूलाई के नपुग्या हो? तालिम नपुग्या हो कि हैन? कुनै निर्देशन नपुग्या हो कि? नपुग्या चाहिँ के हो त? लेखापालका बजारमा 4-5 वटा घर हुने, सरकारी कर्मचारीहरूका बजारभरि घर हुने, अनि राज्यको कोष चाहिँ यसरी ध्वस्त बनाएर राख्न मिल्छ? तपाईहरुले यसो राष्ट्रपतिसँग उभिएर फोटो खिच्नु भएको छ, महालेखा परीक्षकले 63औं प्रतिवेदनहरू बुझाउनु भएको छ, तर बेरोजी हेर्यो भने खरबौं अरबौं रुपियाँ छ। यो त तपाईहरुले लाज मान्नुपर्ने विषय हो कि होइन? यो लाजको विषय हो कि गर्वको विषय हो? यो तपाईहरुको अहिलेसम्म महालेखा परीक्षकको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन तपाईहरु। त्यसकारणले गर्दा महालेखा परीक्षक चाहिँ सुध्रिनुपर्छ। महालेखा परीक्षकको कार्यालय चाहिँ त्यो सम्बन्धित कार्यालयहरू चाहिँ सुध्रिनुपर्छ तपाईहरु। अहिलेसम्म गरेको उनीहरूले गरेको तत्ततको कार्यालयले गरेको बदमाशीलाई कसरी हुन्छ कानुनी रूपमा मिलाउनलाई यसले गरेको त्यसले गरेको कसरी हुन्छ मिलाउने, हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरु काम भएको छैन। यसले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। यो कुरामा तपाईहरु गम्भीर ढंगबाट यतातर्फ लागौं। यसमा कहीँ कतैबाट यसो हेर्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार छानबिन गर्न भनेर जाने यहाँबाट मान्छेहरु लास्टमा त्यही एयरपोर्टको ठेक्कादार जो बसेको छ, एयरपोर्टको ठेक्कादार जो छ उसैले भन्देको होटलमा गएर बास बस्ने भन्ने हुन्छ। सम्बन्धित कार्यालयको परीक्षण गर्न जाने राति त्यसकै एकाउन्टेन्टहरुसँग माथि गुराँसेमा गएर, माथि चिसो ठाउँमा गएर, माथि धनकुटा डाँडातिर गएर बास बस्ने हुन्छ कि हुँदैन? यो संस्था विशुद्ध जसरी अख्तियार, जसरी के रे तपाईको चाहिँ यो अदालतका भनेको स्वार्थ बाजिने ठाउँमा त तपाईहरु पनि बास बस्नु भएन नि। यो हामीले देखेका छौं। लामो समय समाजमा काम गर्दाखेरि मलाई अरूसँग होइन, अहिले तपाईहरुलाई भन्नु यति पैसा असुल्ने मागिन्छ, असुल्ने कसरी हो? बजारमा जस्तो हो, बजार यो असुलीको बजारको जे भाषा छ नि, असुली धन्दा तरिकाले असुल्ने हो कि वा नीतिगत रूपमा असुल्ने हो? असुली भनेको कसरी असुल्ने बेला? अब तपाईहरु अर्कोचोटि आउने बेला यति छ भनेर यस्तै कागज लिएर यस्तै मुख लिएर नआउनु होला। तपाईहरु अलिकता चाहिँ ठ्याक्क गर्नुपर्ने के हो तपाईहरुले भन्नु पर्यो। गर्नु पर्यो। यो खरबौं रुपियाँ राज्यलाई घाटा पुर्याएर तपाईहरु ढाकाटो मिलाएर यसरी चाहिँ बस्न भएन बजारमा साथीहरु। यो कुरा सबैले बुझ्नु पर्यो। राज्यलाई ठूलो नोक्सानी पुगेको छ, राज्यलाई ठूलो हानि पुगेको छ। राज्यको आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी यत्रो ठूलो बेरोजीको भारी बोकेर यो देश बस्न सक्दैन। अहिले हामी जुन उसले आएका छौं, अहिले सदनमा हामी जुन जनताको म्यान्डेट लिएर आएका छौं, अर्कोचोटि तपाई यहाँ सहभागी हुँदा वा तपाईको प्रतिनिधि यहाँ आउँदै गर्दा ठ्याक गर्नुपर्ने विषय के हो? पहिलेसम्म गरिसक्नु पर्ने हो। नभएको विषय के हो? कानुनको अभाव हो, नीति नियमको अभाव हो। त्यो भन्नुस् गराउनुपर्छ, त्यो सरकारले गर्नुपर्छ, यो देशले गर्नुपर्छ। होइन कहीँ कतैबाट हो भने तालिम नपुग्या भए तालिम दिनु पर्यो, होइन भने मार्ग प्रशस्त गर्नु पर्यो। त्यस्ता साथीहरु देशलाई ठूलो नोक्सानी पुगेको छ। अहिले यसो हेर्यो भने एक त त्यो जनताको कामै भएको छैन। यसो हेर्यो भने माननीय मुख्यमन्त्रीज्यू यहाँ बस्नु भएको छ कर्णालीको सन्दर्भमा
त्यहाँका गरिब पिछडा वर्ग तल परेका विपन्न समुदायका नाममा आएका कार्यक्रम केही पनि सम्झौता हुँदैन, केही पनि कार्यक्रम हुँदैन। रोइ कराइ गरेर उहाँ मुख्यमन्त्री हुने, हामी आन्दोलन गरेर गेटमा बस्ने, कुनै बेलाका हामी त्यो भूमिकामा पनि थियौँ हामीले। अनि 5 लाख रुपियाँ दलित जागरण कार्यक्रम भनेर छुट्याइदिने, त्यो सम्बन्धित ठाउँमा त्यो तलबाट त्यो सम्बन्धित फाँटले त्यो टिप्पणी उठाउनलाई कलेजो काटेर अंश दिन लागेको जस्तो गर्छन् कर्मचारीहरूको नियत सुध्रिनुपर्छ। यसमा स्पष्ट छ कुरा, हामीले गर्नुपर्ने विषय के हो। तर अर्कोचोटि आउँदाखेरि यति बेरुजु छ भनेर चाहिँ यो खालको चाहिँ अर्कोचोटि प्रतिवेदन बुझाउँदाखेरि चाहिँ यसको बेरुजुको यो भोल्युम चाहिँ घट्नुपर्छ। यसलाई उठाउनु पर्यो। रात दिन हामीले खटेर कसरी उठाउने हो तपाईँले भन्नुहोस्। हामी त्यहाँ जानु पर्यो, लाग्नु पर्यो, कानुनी डन्डा वर्षाउने ठाउँमा कानुनी डन्डा वर्षाउनु पर्यो। हाम्रो प्रधानमन्त्रीले भनेको जस्तो चाहिँ के वर्षाउनु पर्ने हो त्यो वर्षाउनु पर्यो। तर राज्यलाई यसरी घाटा पुर्याउन पाइँदैन। यो त कसले गरेको, यो कुनै निजी यो त राज्यको त यसमा प्रत्यक्ष संलग्नता छ। यसमा तपाईँहरूको प्रत्यक्ष संलग्नता छ। यो कुनै अरूले गरेको, हामीले बाहिरबाट गरेको अब्जर्भ पात्रहरू होइन। राज्यको स्रोत साधन तपाईँहरू मार्फत, राज्यको संरचना मार्फत हुँदै जाँदै गर्दाखेरि गरेका बदमासीहरू हुने। त्यो ठाउँमा कसले बदमासी गरेका छन्, मैले हिजो अस्ति मात्रै सोधेको छु। पूर्व भिआइपीहरूले लगेको चाहिँ उपचार खर्चहरू फिर्ता गरेका छन् भने यो ढङ्गबाट फिर्ता गराउनुपर्छ। यो तपाईँहरूको प्रत्यक्ष संलग्नतामा भएको बदमासीहरू हो। यो यस्तो यसका नीतिगत कुराहरू होला, यसका विधिगत कुरामा छलफल गर्न सकिएला। तर नियतगत कुरामा चाहिँ स्पष्ट भएर अर्कोचोटिको मिटिङमा वा योभन्दा पछाडिको सन्दर्भमा माननीय सभापतिज्यूलाई पनि अनुरोध गर्न चाहन्छु, हाम्रो सचिवलाई पनि अनुरोध गर्न चाहन्छु। अलिकति अब सबैलाई हामीलाई यो विषयमा जानकारी छैन। हामीलाई यहाँनिर दुख्यो भन्ने मात्रै थाहा छ, तर यसको दुखाइको कारण के हो ठ्याक्कै थाहा छैन। पूर्वमा गाडी ठोकिएर 2 जनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने, अनि छानबिन समितिले चाहिँ मुखभन्दा मात्र आँखाभन्दा तलतिर 2टा प्वाल भएको डाँडोलाई नाक भनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। फेरि यस्तो पनि हुन्छ, नाक कहाँ पर्छ भन्ने समिति बनाउने। यो समितिको काम नाक कहाँ पर्छ भनेर प्रतिवेदन बुझाउने समिति होइन। यो नाक यहीँ पर्छ, कसले बदमासी गरेको त्यो नाकको बारेमा छलफल हुनुपर्छ। यो राज्यको नाक हो, राज्यको अर्थतन्त्रलाई यसरी चाहिँ नोक्सानी पुर्याउन पाइँदैन। यो कहीँ कतै छलछाम गरेर हामी एउटा छेउमा बसेर चाहिँ यो ढङ्गबाट हुँदैन। स्पष्ट भएर लाग्नुपर्छ। धन्यवाद।